होइन अब त्यो त छैन यार ट्राई गर्नु हजुरलाई चाहिँ कहीँ जाँदा के भन्नुहुन्छ खुसीजी दर्शकहरूले भन्ने 1 करोड वाली हुन्छ डान्स मेरो डान्स युनिभर्समा 1 करोड जित्या भएर तर अहिले पनि अहिले मै साथ भन्नुहोस् न मै साथ चाहिँ भन्नुहुन्थ्यो त्यसपछि फेरि सुरु हो अर्कै तपाईँ भयो टाटा बाई बाई भयो फेरि 1 करोडमै पुग्यो त्यसमै पुग्यो फेरि स्टार्टिङ त्यही भएर थियो सो त्यही भएर अब तपाईँको लगभग 12 गाउँ 2 को सुटिङ सकिसकेको छ कस्तो भयो त 12 गाउँ 2 को ओभरअल सुटिङ कति रमाइलो भयो रमाइलो भयो मेन त वेदर है थाइल्यान्ड जस्तै लाग्यो मलाई चितवन चितलाङ चितवन चितवन पनि चितवन गर्मी थियो चितवन पनि गर्मी थियो त्यहाँ पनि लाइक थाइल्यान्डकै वेदर जस्तै लाग्यो मलाई सो घर जस्तै फिल भयो अब तपाईँलाई के 12 गाउँ 2 मा कतै फेरि विराज भट्टसँगै जोडियो कि समीरजीतिर तानिनु भएको छ अब त्यो दसैँमा बल्ल थाहा हुन्छ सबैलाई हजुरलाई चाहिँ तानेको हजुरलाई चाहिँ कतातिर जान मन छ त्यस्तो के सबैसँग सकेसम्म अनि विराजीसँग त विराज दाईसँग त हजुरले काम गरिसक्नु भएको छ होइन रामनाम सत्यमा समीरजीसँग चाहिँ पहिलोचोटि नै होला कस्तो लाग्यो कस्तो लाग्थ्यो हजुरलाई होइन समीर भट्ट अहिले काम गरिसकेपछि चाहिँ कस्तो लाग्यो तपाईँलाई समीर सर हामी हामी सँगै हुन्थ्यौँ एभ्रिडे नै चितवनमा अनि त्यो उहाँ चाहिँ काइन्ड बोलचाल धेरै भएन बोल्नु ओके अब तपाईँहरूलाई चाहिँ दुईजना सँगै राखेर दुईजना सँगै खुसीतिर उषाजी अनि साथमा हिरो चाहिँ पल शाह राख्नुपर्ने रहेछ क्या हो कतिको ताना तान हुन्थ्यो होला खै भएपछि थाहा हुन्छ ताना तान हो त्यस्तो गर्नुहुन्थ्यो कि नै एज अ ल क्यारेक्टरमा के खुसी र उषाले नगरे अब त्यो क्यारेक्टरमा गर्नु पऱ्यो भने त अफकोर्स गरिएला होइन रियालिटीमा त कति क्यारेक्टरमा इफ त्यो भुताल गर्नु पऱ्यो भने गर्नुहुन्छ गर्नुहुन्छ अब क्यारेक्टर मुभी स्टोरीलाई चाहिएको छ गर्छौँ ओके अब थोरै अरू कुराहरू पनि गरौँ होइन म आएँ किनकि तपाईँको मायालुको कुरा हामी को उहाँको मायालु कोही हुनसक्छ नि त होइन हुनसक्छ नि त होइन सिङ्गल हो र उषा चाहिँ सिङ्गल नै हो र अझै अझै सिङ्गल हो र अहिले त तपाईँहरूले कोही खोज्नुभयो भने होला ए त्यस्तो पो अब सुन्नु न अब थाई भाषामा होइन थोरै केही कुरा सिकाउनु पऱ्यो मलाई ल त एकदम राम्रो कुरा सिकाउनु नि ल राख्न चुपचुप चुपचुप राख्न चुपचुप अरू केही หนูชื่อหนู ชื่อ อุชาค่ะ होइन अब त्यो त छैन यार ट्राई गर्नु हजुरलाई चाहिँ कहीँ जाँदा के भन्नुहुन्छ खुसीजी दर्शकहरूले भन्ने 1 करोड वाली हुन्छ डान्स मेरो डान्स युनिभर्समा 1 करोड जित्या भएर तर अहिले पनि अहिले मै साथ भन्नुहोस् न मै साथ चाहिँ भन्नुहुन्थ्यो त्यसपछि फेरि सुरु हो अर्कै तपाईँ भयो टाटा बाई बाई भयो फेरि 1 करोडमै पुग्यो त्यसमै पुग्यो फेरि स्टार्टिङ त्यही भएर थियो सो त्यही भएर अब तपाईँको लगभग 12 गाउँ 2 को सुटिङ सकिसकेको छ कस्तो भयो त 12 गाउँ 2 को ओभरअल सुटिङ कति रमाइलो भयो रमाइलो भयो मेन त वेदर है थाइल्यान्ड जस्तै लाग्यो मलाई चितवन चितलाङ चितवन चितवन पनि चितवन गर्मी थियो चितवन पनि गर्मी थियो त्यहाँ पनि लाइक थाइल्यान्डकै वेदर जस्तै लाग्यो मलाई सो घर जस्तै फिल भयो अब तपाईँलाई के 12 गाउँ 2 मा कतै फेरि विराज भट्टसँगै जोडियो कि समीरजीतिर तानिनु भएको छ अब त्यो दसैँमा बल्ल थाहा हुन्छ सबैलाई
कसले हजुरलाई चाहिँ चाहिँ तानेको हजुरलाई चाहिँ कतातिर जान मन छ त्यस्तो के सबैसँग सकेसम्म अनि विराजीसँग त विराज दाईसँग त हजुरले काम गरिसक्नु भएको छ होइन रामनाम सत्यमा समीरजीसँग चाहिँ पहिलोचोटि नै होला कस्तो लाग्यो कस्तो लाग्थ्यो हजुरलाई होइन समीर भट्ट अहिले काम गरिसकेपछि चाहिँ कस्तो लाग्यो तपाईँलाई समय सर हामी हामी सँगै हुन्थ्यौँ एभ्री डे नै चितवनमा अनि त्यो उहाँ चाहिँ काइन्ड बोलचाल धेरै भएन बोल्नु ओके अब तपाईँहरूलाई चाहिँ दुईजना सँगै राखेर दुईजना सँगै खुसीजी र उषाजी अनि साथमा हिरो चाहिँ पल शाह राख्नुपर्ने रहेछ क्या हो कतिको ताना तान हुन्थ्यो होला खै भएपछि थाहा हुन्छ ताना तान भयो त्यस्तो गर्नुहुन्थ्यो कि नै एज ल क्यारेक्टरमा के खुसी र उषाले नगरे अब त्यो क्यारेक्टरमा गर्नु पऱ्यो भने त अफकोर्स गरेला होइन रियालिटीमा त कति ताना क्यारेक्टरमा इफ त्यो भुताल गर्नु पऱ्यो भने गर्नुहुन्छ गर्नुहुन्छ अब क्यारेक्टरमा त्यो मुभिजहरूले चाहिएको छ भने गर्छौँ ओके अब थोरै अरू कुराहरू पनि गरौँ होइन म आएँ किनकि गर्दै गाउनु भयो तर्से पनि मलाई खुवाएको भयो अनुदय तपाईँको मायालुको कुरा हामी गर्दैनौँ नडराउनु होला को उहाँको मायालु कोही हुनसक्छ नि त होइन हुनसक्छ नि त होइन सिङ्गल हो र उषा चाहिँ सिङ्गल नै हो र अझै फर्दर हुनसक्ला अहिले त अझै सिङ्गल हो र अहिले त तपाईँहरूले खोज्नु भयो भने होला ए त्यस्तो भयो अब सुन्नु न अब थाई भाषामा होइन थोरै केही कुरा सिकाउनु पऱ्यो मलाई ल त एकदम राम्रो कुरा सिकाउनु न कि ल राख्न राख्न चुपचुप चुपचुप राख्न चुपचुप के हो लभ यु ओके अरू केही หนูชื่อ साइडमा खिच्दैन आफ्नो हलाउँ ชื่อ อุชาค่ะ